गाउँ जाँदैछन् हाम्रो साली भाउजू यता हेर्नु त राम्रोसँग जानु होला शुभयात्रा छ ल के भन्न चाहन्छ त ल म चाहिँ अब पुरानो जान्छु ऊ यहाँ फेरि ऊ मम्मी छोरीको चाहिँ छुट्न गाह्रो बाजु रुँदैछ है यता यता हेर त नानी मम्मी उता रुँदैछ नानी चाहिँ गाउँमा त आएर यहाँ स्कुल भर्ना गरेर मम्मी चाहिँ गाउँ जाँदै हुनुहुन्छ तर नानी रुँदैछ अब हामी बसपारातिर जाँदैछौँ खै के गर्छ यहाँ भन ल बाई बाई गर ल बाई बाई खै कता गइदिनु उठा पो गएर ओट त्यो त आउने ल अब हामी बुटोल बसपारा जाँदैछौँ जाम है बसपारा आइसक्यो अब बुटोलको बसपारामा आइसकेका छौँ अब यहाँबाट बुटोल जानको लागि ए गाडी हो यो दुईटा मध्ये एउटा ल जाने राम्रोसँग जानु शुभयात्रा साला त जान खोजेको थिएँ जान पाएन ल बजेले के भन्छ फोन हामी फेरि यस साउन महिना हामी आउँछौँ ल बजेलमा आएर राख न तिम्रो छैन म तिम्रो नदुखाया है नानी के छैन म त पैसा पनि छैन रुपियाँ पनि छैन हजुर मन नदुखाउनु अन्ति पनि राम्रोसँग जानु नानी ठिकै छ त्यो चिन्ता नगर्नु